स्वागत छ सम्पूर्णमा साथीहरू। फाइनली सान्वी एनर्जी लिमिटेडको आइपिओ बाटफाट हुने भएको छ। कम्पनीको आइपिओमा 10.71 गुणाभन्दा बढीले आवेदन परेको छ। त्यसैले कम्पनीको आइपिओमा गोला प्रथाबाट भाग्यमानी लगानीकर्ताहरूले मात्र आइपिओ हात पार्नुहुनेछ। किनभने कम्पनीको आइपिओमा जम्मा 21,08,232 जनाले कुल 2,58,90,620 किताका लागि आवेदन दिएका छन् भने जसमा 2,41,530 जनाले मात्र सेयर हात पार्नुहुनेछ र बाँकी रहेका 18,66,702 जनाको भने हात खाली हुनेछ। कम्पनीले सान्वी एनर्जी लिमिटेड आइपिओको बिक्री प्रबन्धकमा भने एसबिआई मर्चेन्ट ब्याङ्किङ रहेको छ र कम्पनीको आइपिओ भने भोलि दिउँसो 3 बजे आफ्नै कार्यालयभित्र बाटफाट हुने मिति सार्वजनिक भइसकेको छ। त्यसैले भोलि आइपिओ रिजल्टको लागि पर्खिरहनुभएका सम्पूर्ण लगानीकर्ताहरूलाई बेस्ट अफ लक भन्दै यो भिडियोलाई एकपल्ट लाइक गरेर च्यानललाई सब्सक्राइब गरिदिन नबिर्सनुहोला साथीहरू। किनभने आगामी दिनमा पनि हामी यस्तै यस्तै आइपिओ र एफपिओका ताजा जानकारीहरू तपाईँहरूको अगाडि ल्याउनेछौँ। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनको लागि धेरै धेरै धन्यवाद र सँगै रहेको बेल बटनलाई पनि टच गरिदिनु होला साथीहरू। किनभने बेल बटनलाई टच गरिदिएपछि जति पनि ताजा जानकारीहरू छ आइपिओ र एफपिओका जानकारीहरू सबैभन्दा पहिला तपाईँहरूको मोबाइलमा नोटिफिकेसनको रूपमा आउनेछ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनको लागि धेरै धेरै धन्यवाद।